मायाको बाटो। नेपालको पहाडी गाउँ। हरियो डाँडा, खेतबारी, खोल्सो र बिहानै चराको आवाजले गाउँ बिउझिने ठाउँ। त्यही गाउँमा बस्थ्यो रमेश। मेहनती, सोझो र जिम्मेवार युवक। घरमा बुबा, आमा र एउटा सानो गोठ थियो। आर्थिक अवस्था राम्रो थिएन, तर परिवारमा माया धेरै थियो। गाउँकै अर्को टोलमा बस्थिन् सुन्तली। उनी हँसिली, मेहनती र सबैलाई सम्मान गर्ने स्वभावकी थिइन्। बिहान घाँस काट्न जाँदा होस् वा मेलापातमा काम गर्दा उनको मुस्कानले सबैको मन जित्थ्यो। रमेश र सुन्तली सानैदेखि एकअर्कालाई चिन्दथे, तर उमेर बढ्दै जाँदा उनीहरूको सम्बन्ध मित्रताबाट प्रेममा बदलिन थाल्यो। एक दिन गाउँको पन्धेरामा पानी भर्दै गर्दा सुन्तलीले मुस्कुराउँदै भनिन्, "रमेश, तिमी त आजकाल धेरै गम्भीर देखिन्छौ नि।" रमेश हल्का हाँस्दै बोल्यो, "जिम्मेवारी बढ्दै गयो सुन्तली, घरको अवस्था पनि उस्तै छ।" सुन्तलीले नरम स्वरमा भनिन्, "दुःख सधैँ रहँदैन रमेश।" त्यो कुरा रमेशको मनमा गहिरो गरी बस्यो। दिनहरू बित्दै गए। उनीहरूको प्रेम गाउँभरि चर्चा हुन थाल्यो। धेरैले राम्रो माने, तर केही गाउँलेले कुरा काट्न थाले। गरिब केटाले कसरी घर चलाउँछ? सुन्तलीले राम्रो घर पाउन सक्छे। यी कुरा सुन्तलीका बाबुसम्म पनि पुगे। उनलाई यो सम्बन्ध मन परेन। एक साँझ सुन्तलीका बाबुले कडा स्वरमा भने, "अबदेखि रमेशसँग भेट्न जान्नस्, उसँग भविष्य छैन।" सुन्तलीको मन टुट्यो, तर उनले केही बोलिनन्। उता रमेशको घरमा पनि समस्या बढ्दै गयो। बुबा बिरामी परे, खेतमा काम गर्ने मान्छे कम भयो, घर चलाउनै गाह्रो हुन थाल्यो। एक रात आँगनमा बसिरहेका रमेशलाई आमाले भनिन्, "बाबु, सहर गएर केही काम गर्यो भने राम्रो हुन्थ्यो कि?" रमेश चुप लागेर आकाशतिर हेर्दै बस्यो। गाउँ छोड्न मन थिएन, सुन्तलीलाई पनि छोड्न मन थिएन, तर परिस्थितिले उसलाई बाध्य बनायो। अर्को हप्ता रमेश काम खोज्न काठमाडौँ गयो। गाउँ सुनसान भयो। सुन्तली दिनदिनै उदास हुन थालिन्। पँधेरामा जाँदा, मेलापातमा जाँदा, जहाँ गए पनि उनलाई रमेशको सम्झना आउँथ्यो। काठमाडौँमा रमेशले धेरै दुःख गर्यो। कहिले इँटा बोक्ने काम, कहिले होटलमा भाँडा माझ्ने काम। राति थाकेर कोठामा फर्कँदा उसले सुन्तलीको फोटो हेरेर भन्थ्यो, "म फर्किन्छु, राम्रो भविष्य लिएर फर्किन्छु।" महिनौं बिते। एक दिन गाउँमा खबर आयो, सुन्तलीको बिहे अर्को गाउँमा तय हुँदैछ। यो कुरा सुनेपछि रमेशको मन भाँचियो। उसले तुरुन्त गाउँ फर्किने निर्णय गर्यो। गाउँ फर्कँदा साँझ परिसकेको थियो। गाउँमा बिहेको तयारी भइरहेको थियो। मादल बजिरहेको थियो। मानिसहरू रमाइलो गरिरहेका थिए। तर सुन्तलीको अनुहारमा खुसी थिएन। राति चुपचाप सुन्तली घरको पछाडि आइन्। त्यही रमेश उभिएको थियो। सुन्तलीको आँखा रसाई, "तिमी किन यति ढिलो आयौ रमेश?" रमेशले भावुक हुँदै भन्यो, "म तिम्रो लागि केही बन्न खोज्दै थिएँ।" दुवै केही बेर चुपचाप रोए। त्यसै बेला सुन्तलीका बाबु त्यहाँ आइपुगे। उनी रिसले कराए, "अब पनि तिमी यहाँ आएको?" रमेशले नम्र स्वरमा भन्यो, "म सुन्तलीलाई दुःख दिन आएको होइन काका, म उहाँलाई खुसी राख्न चाहन्छु।" गाउँका केही बुढापाका पनि त्यहाँ जम्मा भए। एकजना बाजेले भने, "मानिस धनी भएर मात्र ठूलो हुँदैन, मन राम्रो हुनुपर्छ।" अर्का गाउँलेले थपे, "रमेश मेहनती छोरो हो, दुःख गरेर परिवार चलाइरहेको छ।" सुन्तलीका बाबु केही बेर चुप लागे। उनले आफ्नी छोरीको आँखा हेरे।
त्यहाँ साँचो माया थियो। आखिर उनले गहिरो सास फेर्दै भने, यदि तिमीहरू साँच्चै एकअर्कालाई माया गर्छौ भने म रोक्दिन। सुन्तली खुसीले रोइन्। रमेशले बिस्तारै उनको हात समात्यो। केही महिनापछि गाउँमै रमेश र सुन्तलीको बिहे भयो। गाउँभरि मादल बज्यो। सबैले नाचे गाए। रमेशका बुबा पनि बिस्तारै निको भए। रमेश र सुन्तलीले मिलेर खेती गर्न थाले। दुःख अझै थियो, तर अब त्यो दुःखमा साथ थियो। हरेक बिहान उनीहरू एउटै सपना बोकेर उठ्थे। माया र मेहनत भई जीवन सुन्दर बन्छ। र गाउँको त्यो सानो घरमा आखिर खुसीले बस्न थाल्यो।